निकै फरक पर्छ। कारण यसमा हामी कहिले पनि पर्फेक्ट 100मा 100% हुन सक्दैनौँ। कारण हामीमा धेरै दुःखहरू हुन्छ है, कोही बेला टेन्सनको कुरा हुन्छ, फ्यामिलीमा धेरै प्रकारको परिवारको कुराहरू हुन्छ। त्यसैले हामी नेभर है कहिले पनि हामी पर्फेक्ट हुन सक्दैनौँ। त्यसैले यो कुराहरूमा धार्मिक क्षेत्रमा हामी कहिले पनि आफूलाई पर्फेक्ट मान्न सक्दैनौँ, किनभने पर्फेक्ट चाहिँ केवल हाम्रो परमेश्वर मात्र हुनुहुन्छ। धन्यवाद। अनि हामी त्यही परमेश्वरको चाहिँ हामी छोराछोरी रहौँ र हामीले कोसिस चाहिँ गर्नुपर्छ। हुन्छ, सबै मण्डलीलाई है मेरो हृदयबाट अनि न्यानो अभिवादन साथै जय मसीह। तपाईँहरू खुसी हुनुहुन्छ? मेरो नयाँ नयाँ चेहरा देख्नु भएर खुसी भएको हुनुहुन्न होला नि। हुन त म पुरानै मान्छे हो है, तर पनि आज धेरै दिन बादमा आफ्नो मण्डलीमा यसरी के अरे सञ्चालन गर्नु पाउँदा धेरै खुसी लाग्छ, गर्व लाग्छ।